ल साथीहरू, आज चाहिँ म राइड सेयरिङ एप्स र यो इनड्राइभको विषयमा अलिकति कुरा गर्न जाँदैछु। आज चाहिँ इनड्राइभ राइडर साथीहरू सबैजना इनड्राइभ कम्पनी अफिसमा चाहिँ अब काठमाडौँमा सबैजना आन्दोलनका लागि जानुभएको छ होइन। यो आक्रोशहरू आइरहेको छ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ है। सो हामी सबै साथीहरूलाई म आग्रह गर्न चाहन्छु, हामी भोलि पनि फेरि यस्तै भेला हुनेछ। सबै साथीहरूलाई आउनको लागि अपिल गर्न चाहन्छु। काठमाडौँ, ललितपुर र भक्तपुर यति नै जिल्लाका साथीहरूलाई चाहिँ आउनको लागि, साथ दिनको लागि पनि अपिल गर्न चाहन्छु। उहाँहरू सबैको लागि समर्थन छ र म जान पाइनँ। म किन भन्दाखेरि म चाहिँ चितवनमा छु है साथीहरू। अनि त्यो भएको कारणले गर्दाखेरि म सहभागी हुन सकिनँ, त्यसको लागि सरी भन्न चाहन्छु। र त्यसमा चाहिँ सहभागिता जनाउनका लागि चाहिँ अब हजुरहरू डिजिटल माध्यमबाट गिग फाइनबाट पनि जोडिन सक्नुहुन्छ। एकजना सरले मलाई पनि भन्नुभएको थियो र म त्यसै गरी चाहिँ जोडिएको थिएँ। अनि अब अर्को कुरा भनेको चाहिँ के छ भन्दाखेरि अब वास्तवमै इनड्राइभ राइडरहरू मारमा परेको हो कि होइन भन्ने विषयको कुरा छ। त्यो चाहिँ 100मा 100% नै इनड्राइभ राइडरहरू मारमा छन् र अरू राइडरहरू पनि मारमै छ। अरू अब हुन्छ नि, अब राइड सेयरिङ एप्सहरू जतिजनाले प्रयोग गर्नुहुन्छ अब प्रायः जसो त मारमै छ होइन। अब सबैलाई मारमा अब कतिपय कस्तो भने अब बाइकको अब अर्को कुरा भनेको चाहिँ कस्तो भने अब मूल्य चाहिँ कस्तो हुनुपर्छ भन्छु भने म चाहिँ अब मूल्य निर्धारण हुनुपर्छ। कम्तीमा पनि म्याक्सिमम् 25 रुपियाँभन्दा पेट्रोलहरूको भाउहरू महँगो छ। अब राइडरहरू पनि पुरा होइन पैसा कमाएर धनी भएको त छैन होइन। अब पेट पाल्ने गुजारा चलाउने मात्रै भएको अहिलेसम्म है। अब इनड्राइभ राइडर जोसुकै राइडरले पनि के राइडरले अहिलेसम्म कसैले सम्पत्ति जोडेर है दुनियाँ गरेको छैन। अब सामान्य पैसा कमाउने हो, यसमा धेरै पैसा कमाइ हुन्छ भने तपाईँले सोच आउँछ भने त्यो कदापि होइन है। अब दिनमा अब अहिले मैले चितवनमा राइड गरेँ भने आज मैले चाहिँ अब भनौँ अब इनड्राइभ राइडर्सहरूको साथीहरूको लागि समर्थनको लागि भए पनि मैले चाहिँ चितवनमा चाहिँ इनड्राइभ गरिनँ आज चाहिँ। किन भन्दाखेरि अब समर्थन पनि गर्नुपर्छ, किनभने यो आफ्नो रोजीरोटीको कुरा हो र मलाई पनि यस विषयमा एकदमै 100% चित्त बुझेको छैन है। किन भन्दाखेरि अब मैले दिनभरि बिहान 6 बजीदेखि बेलुका 10 बजीसम्म मजाले मेहनत गरेर खट्यो भने पनि जम्मा 800,000 मुस्किलले हुन्छ कि 800,000 हुन्छ होइन। त्योले मैले पुरै फ्यामिली परिवार पाल्नुपर्छ। मेरो यत्रो चाहिँ घर लगानी गरेर 2-3 लाख होइन 3-4 लाखको बाइक चाहिँ मैले खर्चेर अनि यसमा मेन्टेनेन्स खर्चहरू आउँछ होइन। अब यसको कति कस्टली छ मेन्टेनेन्स खर्चहरू होइन। अब कति कुराहरू हुन्छ कि यसमा पनि होइन। अनि अब सबै कटाउने हो भने 700-800 दिनमा बस्छ कि। अनि त्यो 700-800 दिनमा बसेर आफ्नो रुम भाडा अब डेरामा रेन्टमा बस्छ भने रेन्ट भाडा रुम भाडा तिर्नु पऱ्यो, खान पऱ्यो, फ्यामिली हेर्नु पऱ्यो, सबै गर्न पऱ्यो होइन। अब त्यो हिसाबले स्पेसली राइडरै गर्नेहरूको लागि चाहिँ मारमा छ। अब पार्ट टाइम राइड गर्नेहरूलाई त समस्या भएन होइन। अब कतिपय साथीहरू अब जब गर्ने बिजनेस गर्ने साथीहरू पनि अब पार्ट टाइम राइडर गरिराख्नु भएको छ, उहाँहरूको लागि त समस्या हुने कुरो भएन। तर स्पेसली अब जो राइड गरेर होइन आफ्नो पेट गुजारा चलाउनु भएको छ भने उहाँहरूको लागि अवश्य नै 100% मारमा परिनु भएको छ, समस्यामा छ। अब जस्तै कि कतिपय बार्गेनिङ गरेर मूल्य तोकेर जानुहुन्छ। अब यो क्षेत्र भनौँ न चितवन होइन लगायत विभिन्न अब अलिकति काठमाडौँभन्दा बाहिरी जिल्लाहरूमा चाहिँ त्यसरी बार्गेनिङमा जाने चाहिँ ऊ छ कि है चलन। त्यो चाहिँ किन बार्गेनिङ गर्नुपर्ने चाहिँ बाध्यता किन बन्यो त राइडरहरूले होइन। अब त्यो रिस्क किन लिन पर्यो भन्दाखेरि मूल्य नै दिएको हुँदैन नि त होइन। अब कुनै बेला रातिको बेलामा 10-20 किलोमिटर 25 किलोमिटर राइड गर्नु छ भने जम्मा 200 होइन 250 दिइराखेको हुन्छ क्या है। तपाईँको 20-25 किलोमिटरको जम्मा 200, 250, 220 दिइरहेको हुन्छ है। अनि त्यो 25 किलोमिटर जानलाई 25 किलोमिटर आउन पनि पर्छ नाइटको समयमा है। अब यो जस्तै भनौँ यो चितवन भूगोलमा तपाईँको रिटर्न हुँदाखेरि कहीँ पनि पेसेन्जर पाउँदैन है, खाली रिटर्न हुनुपर्छ। तपाईँ सेन्टर पोइन्टमै आउनुपर्छ होइन। भनी त तपाईँको त अनि त्यहाँ त पेट्रोल त अझ त्यो तपाईँले लिएको कस्टभन्दा पनि महँगो त पेट्रोल पर्यो नि त होइन। अब फेरि त्यो धेरै कुराहरू छ है, यस्तो यथार्थ समस्याहरू धेरै छ। त्यो भएको कारणले गर्दाखेरि अब लामो कुरा चाहिँ अब अर्को भिडियोमा म हाल्ने नै छु होइन। धेरै लामो कुरा यसको बहससहितको भिडियोको कुराकानीहरू चाहिँ म अर्को भिडियोमा हालिदिने छु। अहिले चाहिँ मैले छोटकरीमा भने समस्यामा छ। अब मूल्य सकेसम्म मेरो विचार चाहिँ के हो भने अब पेसेन्जरलाई पनि मार नपरोस्, राइडरलाई पनि मार नपरोस्, त्यो हिसाबले चाहिँ मूल्य निर्धारण होस् र कम्तीमा पनि सहुलियत मिलोस् राइडरलाई र पेसेन्जरको लागि पनि कुनै समस्या दुविधा नहोस् होइन। उहाँहरूको लागि पनि अब सम्मानजनक एउटा चाहिँ नि मूल्य निर्धारण होस् होइन। किनभने पेसेन्जरलाई त जति सस्तो पर्यो जति सस्तो पाए त्यति राम्रो बेस्ट हो। तर
जति सस्तोमा चलायो त्यति नै मारमा पर्ने भनेको राइडरहरू हो नि त। त्यो भएको कारणले गर्दाखेरि राइडरको पनि एउटा जीवन छ। हजुरहरू भगवान् रुबी पेसेन्जरले पनि सोचिदिनु होला होइन, फ्यामिली हुन्छ, सबै कुराहरू मेन्टेन गर्नुपर्ने हुन्छ। अब बाइक होइन मेन्टेन कति कस्टली हुन्छ है, हरेक कुराहरू हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मेन्टेन